एउटा दुर्घटनाबाट त गुज्रिसक्यो मुलुक, फेरि अर्को दुर्घटना हुनु नपरोस्, यसै घाउलाई मलमपट्टी गरौं भनेर मुलुकलाई सेफ ल्यान्डिङ गर्नुतिर सबैजना लाग्नु देखिन्छ। राजनीतिक रूपमा सेफ ल्यान्डिङ, तर सेफ ल्यान्डिङ गर्नेतिर कोही छैनन्। फेरि यहाँ दुःखको कुरा, सबै आफआफ्नो खीर पकाउन, आफआफ्नो खिचडी पकाउन, आफआफ्नो बिरयानी पकाउन व्यस्त देखिन्छन् अहिले 7-8 दिन यता। यस किसिमको चाटुकारिताबाट कहिले मुक्त हुन्छ त हाम्रो देश? मलाई राजनीति गर्न बोलाउनुहुन्छ साथीहरूले, तर माहौल छ त हैन। त्यसकारणले जथाभावी आशा गरेर नि हुँदैन, निराश भएर नि हुँदैन। यहाँ राजनीति गर्छ भने एउटा बिल्कुलै फरक सिद्धान्त जो नेपालमा प्रयोग भइसकेको छ 10-12 वर्ष, महेन्द्र पत्थो म जतिको एउटा कन्फ्युज रिपोर्टरले, पोलिटिकल्ली कन्फ्युज रिपोर्टरले विभिन्न सिद्धान्तहरूमा अध्ययन र अनुसन्धान र काम गरिसकेपछि हिजो अस्ति 5-6 वर्ष अगाडि लगातार 7-8 महिना अनुसन्धान गरेर लेखहरू लेखे महेन्द्र पथमाथि, पुस्तक लेखे। किनभने पहिला त थ्योरीमा हुनु पर्यो नि त। एउटा घर बनाउनु भन्दा अगाडि त्यसको नक्सा बनाइन्छ। नक्सा बनाउनु भन्दा अगाडि सम्बन्धित इन्जिनियरले कल्पना गर्छ, देख्छ त्यो घर बिल्कुलै बनाइसकेको, एउटा फिनिसिङ भइसकेको घर देख्छ उसले, अनि नक्सामा उतार्छ, अनि ठेकेदारलाई दिन्छ, अनि ठेकेदारले मिस्त्रीहरू इजाद गर्छ, लेबरहरू इजाद गर्छ, सामानहरू ल्याउँछ त्यही अनुसार, अनि घर बनाउँछ। त्यति सजिलो छैन। त्यसकारणले यो रातारात कु हुनुपर्छ भन्नेहरू चाहिँ यसै रक्तपातको, त्यसैले रक्तपात विहीन कु हुनुपर्छ भन्थ्यौँ हामी। तर इन्फर्मेसन लिँदाखेरि म पात्रलाई राखेर काम गर्नुपर्ने हुँदाखेरि, कहिलेकाहीँ हतारमा बोल्नुपर्ने हुँदा, लेख्नुपर्ने हुँदा, हैन, यो मिडिया भनेको हतारको साहित्य हो, त्यो हुँदाखेरि केही प्रुफ मिस्टेक हुन सक्छ हैन। तृतीय पुरुषमा लेखिनुपर्ने समाचार कहिलेकाहीँ प्रथम पुरुषमा वाचन भइदिन सक्छ। भन्दा भन्दै समाचार वाचक बकियो भने, बत्तियो भने, किन अनुसन्धान गर्ने व्यक्ति बत्तियो भने, किन इमर्जेन्सी लाइट बलेको छ, त्यो बेला मजाक चल्दैन। अस्ति नै बलेको हो नि त, पोरै परारै बार बार चेतावनी दिएको हो। त्यति गर्दा पनि सुशासन कायम गर्न सक्नु भएन, असफल हुनुभयो। लिकेजहरू कायम भए, देशमा भुवाङहरू परिरहे, अनि आज यो हालत आयो। तर यो हालतलाई सेफ ल्यान्डिङ गर्नेतर्फ नेपाल आर्मी कतिको कसरत गरिरहेको छ भन्ने प्रमुख प्रश्न राख्दै, तपाईहरु समक्ष राख्दै यो प्रमुख प्रश्न कि यो वर्तमान मौजुदा आर्मीले यो मुलुकलाई बचाउन, मुलुक र जनता, आज जनता पनि बचाउनु पर्ने छ र भूमि पनि बचाउनु पर्ने, दुईटा काम है। अब हिजोसम्म भूमि मात्रै बचाउनु पर्ने थियो होला कि हैन, आज हामीले चाहिँ भूमि पनि पहिला जनता बचाउनु, बालबच्चा नि बचाउनु छ, घर पनि बचाउनु छ। यस हिसाबले नेपाल आर्मीले कसरत गरिरहेको छ कि छैन, पहिलो प्रश्न। दोस्रो प्रश्न, यदि सक्दैन भने बेलैमा उसले युएन मा खबर दिन्छ कि दिँदैन, युएन सँग कोलाबोरेसन गरिरहेको छ कि छैन, युएन का दूतहरुसँग उसले इमेल लेखेर यता प्रत्यक्ष वार्ताहरु गरिरहेको छ कि छैन भन्ने कुरा चाहिँ प्रवक्ता मार्फत जनतामा जानकारी आओस् भन्ने म चाहन्छु। र अर्को कुरा, यो यदि नागरिक सरकार हो भने, हिजो पनि हेर्नुस् है, हिजोका एउटा प्रमुख कुरा भन्न चाहन्छु, म त्यो भनेर बिदा हुन चाहन्छु। नागरिक सरकारको नाउँमा बन्दुक बोक्ने बडीगार्ड राखेर हिन्ने हिजो केपी ओली, शेरबहादुर देउबा, अब के नाम लिनु हैन, 47 सालदेखि हिजोसम्मका आजसम्म पनि नागरिक सरकार भन्ने, अनि तपाईको चाहिँ नि अत्याधुनिक हतियार बोकेका बडीगार्ड राखेर भाषण दिने, हिन्ने, डुल्ने, खाने, बस्ने हो भने उ आफै कसरी नागरिक भयो, नागरिक सरकार भयो? उ त तपाईको कम्ब्याटेन्ट भइहाल्यो नि, दौरा सुरुवाल लाए पनि उ त कम्ब्याटेन्ट भयो। उसको बडीगार्डले भाषण दिनु र उसले भाषण दिनुमा केही फरक छैन। त्यसकारणले चुनाव जितेर आएको सिभिलियन सरकारले बन्दुक बोक्ने बडीगार्ड राख्ने कि नराख्ने, पहिलो प्रश्न। चुनाव जितेर आउनुहुन्छ तपाई जनपक्षीय भएर, जनताको भोटले भने तपाईले बन्दुक बोक्ने बडीगार्ड लिएर हिँड्न पाउनुहुन्न, पहिलो कुरा। तपाई सिभिलियन गभर्नमेन्ट भन्नुहुन्छ आफूलाई, अनि तपाई बन्दुकको घेराभित्रबाट शासन चलाउनुहुन्छ भने
अनि त सफल भयो त तपाईको संसदीय व्यवस्था यो अहिलेसम्मको एजेट 47 साल यताको व्यवस्था तपाईको सिभिलियन गभर्नमेन्टको नाउँमा कम्ब्याटेन्टहरु लाटागाँडा कम्ब्याटेन्टहरु फेरि कुनै आर्मी ट्रेनिङ लिएर आएर गर्नुभयो भए त ल सेल्युट छ। त्यस किसिमका ओलीहरु हुनुहुन्थ्यो, देउबाहरू हुनुहुन्थ्यो, त्यस किसिमले चाहिँ नि तपाईको माधव नेपालहरु आउनुभयो जानुभयो, डाक्टर बाबुराम भट्टराई लगायत प्रचण्ड को आउनुभयो जानुभयो। सिभिलियन गभर्नमेन्टको नाउँमा बन्दुक बोक्ने बडीगार्ड, यो समीकरण कता कता नमिलेर नै आज यो हालत यहाँ मुलुकमा आएको हो। फेरि पहिलो कुरा यो बुझ्नु जरुरी छ र जनताले चाहेको के हो त भन्दाखेरि सिभिलियन गभर्नमेन्ट हो। सिभिलियन गभर्नमेन्ट वन्स अगेन सिभिलियन गभर्नमेन्ट, नागरिक सरकार विशुद्ध। नागरिक सरकार विशुद्ध हो भने उसको रक्षा मन्त्रालय अर्कै डिपार्टमेन्ट हो, त्यहाँ चिफ अफ आर्मी स्टाफ मात्रै हुँदैन, त्यहाँ जेनरल हुन्छ, त्यहाँ आर्मी जेनरल कमान्डर इन चिफ हुन्छ, त्यो छुट्टै हुनुपर्छ। त्यसकारणले यो एउटा कमान्डर इन चिफको डेफिनेसन क्लियर गरौँ आर्मी भित्र, नत्र फेरि शाही नेपाली सेना श्री 5 को सरकार शाही नेपाली सेनाको कमान्डर इन चिफ हाबी हुन्छ र त्यो हाबी हुनु नि जरुरी देख्छु। बाहिरको सेना आउनुभन्दा भारतीय सेना, अमेरिकी सेना, चिनिया सेना, रसियन सेना या कुनै पनि बाहिरी सेना, तेस्रो मुलुकको सेना आउनुभन्दा हाम्रै रैथाने सेना शाही नेपाली सेना श्री 5 को सरकार शाही नेपाली सेना हो, त्यसलाई त्यो विघटन भएको छ, त्यसलाई संगठन गरौँ।